मिति 2083 असार 12 गते लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकास निर्देशनालय सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्ज बाँकेको आयोजनामा सामाजिक विकास डिभिजनको कार्यालय नेपालगञ्ज बाँकेमा विज्ञान प्रदर्शनी प्रतियोगिता र स्टिम प्रतियोगितामा बाँके र बर्दियाका विभिन्न विद्यालयको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा विद्यार्थी भाइ बहिनीहरूले आफूले बनाइएका विभिन्न शैक्षिक सामग्रीहरू प्रदर्शन गर्नुभएको समेत थियो। कार्यक्रममा दुईवटा अलग अलग विधा गरेर विज्ञान प्रदर्शनी प्रतियोगिता र स्टिम प्रतियोगिता भनी छुट्याइएको समेत थियो, जहाँ विज्ञान प्रदर्शनी अन्तर्गत र स्टिम प्रतियोगिता अन्तर्गत अलग अलग विधामा मूल्याङ्कन समेत गरिएको थियो। विद्यार्थीहरूका शैक्षिक सामग्रीहरूको मूल्याङ्कन गर्नका निमित्त कार्यक्रममा निर्णायकको भूमिकामा आदरणीय सर लुम्बिनी प्रदेश विश्वविद्यालयका डाक्टर प्रदीप कर्ण, त्यसै गरी एम नारायण महतो सर र माधव शर्मा सरहरू रहनुभएको थियो। प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूले निकै नै सुन्दर तरिकाले आफ्ना प्रस्तुतिहरूलाई राख्नुभएको थियो। I would like to include one slogan that says that even one automatic symbol can transform the various journeys. And explaining our model, at first we have used here the Arduino Uno, which is the main brain, or we can say the main component of our smart traffic light signal. हरेक साल 2 बिलियन टन अफ प्लास्टिक वेस्टहरू ह्युमनहरूले वेस्ट गर्छ। त्यहीमा सर 1/4 अफ प्लास्टिक वेस्टहरू हामीले डेली लाइफमा नै वेस्ट गरिरहेको हुन्छौँ। रेसियो सर कटनको रेसियो सर 2/5 छ भनेपछि सर बाँकीको चाहिँ सर 3/5 छ। यसमा युज भएको कनमा सर न्युट्रिएन्ट पाइन्छ सर, यानि एउटा फर्टिलाइजरको रूपमा पनि काम गर्छ। यस सर, सेम काम सर डेली लाइफमा सर 100% युज जता पनि गर्न सकिन्छ। It is the microcontroller which is Arduino Uno, this is motor driver, this is for locomotion, and this is Bluetooth. We have made two versions of it. So, and the main troubles and the technical hurdles are power drop is grounded and communication lag. Sometimes communication lag also may occur in this. So you have to call the precise journey. Sometimes the robot may सर्वप्रथम हामीले वाटर म्यानेजमेन्ट कसरी गर्ने भन्ने कुरा यहाँ बताइएको थियो। पानीको सही सदुपयोग गर्नका लागि यहाँ हामीले हात दिने हुन्छ र यहाँ यो हातहरूमा यहाँ जम्मा हुन्छ र यहाँ त्यसलाई विद्युतको गहिरो स्टेट सम्हाल्नको लागि चाहिँ यहाँ फ्लस गर्नको लागि यहाँ प्रयोग गरेको छ र त्यहाँबाट हामीले रातिको समयमा बल्ने स्ट्रिट लाइटको पनि व्यवस्था गरेका छौँ र यहाँ घरको हाम्रो कन्सेप्ट भनेको हामीहरूले कुनै पनि खुसी कुरोको प्रयोग गरेका छैनौँ। यहाँ हामीहरूले धेरै धन्यवाद सुरेन्द्र ठाकुरद्वारा। फलामको फुलेहरू अनि पिभिसी पाइपहरू र मेटेरियलहरू युज भएको छ। यसमा चाहिँ हामीले चाहिँ यो स्क्वायर प्रो पनि बनाएका छौँ, जसमा चाहिँ यो चराहरू आइसकेपछि चाहिँ यसले चाहिँ यो मेरो चाहिँ चराहरू जस्तोलाई भगाउन सक्छ। यो बिरुवा हो? हजुर, यो चाहिँ बिरुवा प्लान्टहरू, यो ग्रासहरू भयो। ग्रासल्यान्ड हो। हजुर, ग्रासल्यान्ड भयो। यो एउटा जनावरहरू छिर्न नदिनको लागि चाहिँ हामीले सबभन्दा पहिला यसको यो चाहिँ स्क्वायर प्रो भन्ने चाहिँ जनावरहरू आइसकेपछि चाहिँ फलाममा टच भइसकेपछि चाहिँ आवाज आउँछ। हजुर हजुर, त्यस्तो चाहिँ
त्यो चाहिँ हामी सेन्सरहरू युज गरेका छौँ यसमा। अनि हाम्रो चाहिँ यहाँ यो यहाँ करेन्ट त छैन। करेन्ट चाहिँ छैन, करेन्ट सेन्सर मात्र रहेको छ। करेन्ट आइसकेपछि चाहिँ जनावरहरूलाई जोखिम हुन्छ भनेर चाहिँ करेन्टको व्यवस्था गरिएको छ। नाकको व्यवस्था गर्ने खालको वायरिङको चाहिँ व्यवस्था गरिएको छ। यहाँ चाहिँ प्रदर्शनी सकिए पश्चात नतिजा सुनाउने कार्यक्रम भयो र सुरुमा नतिजा विज्ञान प्रदर्शनीतर्फको सुनाइयो। फर्स्ट प्रथम सफल विद्यालय बङ्गलामुखी राधाकृष्ण थालु मावि गुलेरिया बलिया 82% अङ्क प्राप्त गरी प्रथम स्थान हासिल गर्न सफल भएको तालिम बजाइदिनुहोस्। तपाईँहरूले हो त उभिदिनुहोस्, तपाईँलाई तालिम लगाएर उहाँको बजाइदिनु। द्वितीय स्थान हासिल गर्न सफल। द्वितीय स्थान कसको भयो? द्वितीय स्थान 72.66% मार्क्स ल्याएर त्रिभुवन मावि बोलपुर है। कहाँ हो त्रिभुवन मावि बोलपुर? ओके है। त्यसै गरेर तृतीय स्थान हासिल गर्न सफल सुरे मावि बग्ना बर्दिया 71% ल्याएको छ है। कहाँ छ सुरे मावि? त्यहाँ फोर्थसम्मको चाहिँ ट्राई भएको हुनाले फोर्थसम्मको चाहिँ भाषण गर्ने। फोर्थ स्थान हासिल गर्न सफल आदर्श मावि नेपाल भएको 70% द्वितीय तृतीय चतुर्थ हुने भाइ विज्ञान प्रदर्शनीको नतिजा पश्चात चाहिँ अब नतिजाको पालो थियो स्टेम प्रतियोगिताको, जहाँ विभिन्न भाइ बहिनीहरूले आफ्ना उत्कृष्ट प्रदर्शनहरू गर्नुभएको थियो र त्यसको व्याख्या समेत गर्नुभएको थियो। त्यसैको आधारमा निर्णायक मण्डलबाट निर्णयहरू भएका थिए र जसका कारण प्रथम, द्वितीय र तृतीय सँगै सान्त्वना पुरस्कार समेत प्रदान गरिएको थियो। प्रथम स्थान हासिल गर्ने पुलिसको प्रथम स्थान हासिल गर्नु सफल जीवन ज्योति मावि बोलपुर भएको। त्यसै गरी तृतीय स्थान हासिल गर्न सफल सूर्य मावि ठाकुर बाबा बर्दिया 80.33%। तृतीय स्थान हासिल गर्न सफल मङ्गल प्रसाद मावि नेपाल र फोर्थ पोजिसन यहाँ कस्तो कार्य कोही स्टुडेन्ट गरेको छ भने आदर्श मावि नेपालले साइन्समा पनि फोर्थ छ र स्टेटमा पनि फोर्थ पुरस्कार सफल गरेको छ। फोर्थ आदर्श मावि नेपालमा 74%। सम्पूर्ण विजेता नतिजा प्रकाशन पश्चात चाहिँ पुरस्कारको वितरण कार्यक्रममा यसै डिभिजन कार्यालय प्रमुखद्वारा पुरस्कार वितरण गरिएको थियो र सफल हुने भाइ बहिनीहरूलाई चाहिँ नगदसहित प्रमाणपत्र समेत उपलब्ध गराइएको थियो। यस्तै यस्तै विभिन्न कार्यक्रमहरूको आयोजना गरी विद्यार्थीहरूको मनोबल उच्च राख्न र विद्यार्थीहरूलाई अझ इनोभेटिभ बनाउनका निमित्त यस्ता कार्यक्रमहरूको अझै पनि जरुरत छ। अपेक्षा छ यहाँभन्दा पछि पनि यस्ता कार्यक्रमहरू हुने नै छन्। हस्त धन्यवाद सुनिदिएकोमा।